आजभन्दा 2 वर्ष अगाडि म लावरे बन्छु भन्ने सपना बोकेर अगाडि हिँडिरहेको थिएँ। त्यो टाइममा काठमाडौँको चाबेल भन्ने ठाउँमा रुम लिएर बस्थेँ। म दैनिक ट्रेनिङ सेन्टर जान्थेँ। म त्यो टाइममा त्यो सेन्टरको राम्रो स्टुडेन्ट थिएँ। मैले त्यत्रो मेहनत गर्दा गर्दै पनि म सफल हुन पुगेँ। जब म लावरेबाट फ्यालिएँ त्यति बेलाको पीडा, त्यति बेलाको दुःख कस्तो हुन्छ भन्ने मैले मात्र फिल गर्न सक्छु। मैले मात्र होइन, म जस्तो लावरे बन्न असफल भएका केटाहरूले नै फिल गर्न सक्छन्। त्यो समयमा धेरै मान्छेहरू आउँछन्, यस्तो उस्तो भन्छन्, लावरे नै सबै थोक होइन भनेर भन्छन्। तर त्यति बेला आफूलाई सम्हाल्न निकै गाह्रो हुँदो रहेछ। मलाई त्यो समयमा मेरो आफ्नै दाइले मलाई हौसला दिनुभयो र मैले हल्का आफूलाई न्यानो सम्हाल्न सकेँ। तर म जब लावरेबाट फ्यालिएँ तब म बाहिर निस्किँदा मेरो ट्रेनिङ सेन्टरको सरले रुन्छ अनुहार टार्दै भन्नुभयो, चिन्ता नगर, सकेसम्म तैँले गरेको यो, अब दुःख नमान भन्नुभयो। त्यो समयमा फ्यालिएको दिन, त्यो रात निकै गाह्रो हुँदो रहेछ। मैले गरेको त्यत्रो दुःख, त्यत्रो मेहनत र त्यत्रो लगानी त्यत्तिकै खेर गयो भनेर निकै गाह्रो हुँदो रहेछ। जब मलाई मेरो दादाले सम्हाल्नु भयो म त्यतिखेर रोइनँ। तर जब म बन्द कोठामा एक्लै रुन्थेँ, जब म वासरुममा हुन्थेँ त्यति बेला खुब रुन्थेँ। किनकि यदि म त्यहाँ रोएँ भने मेरो दादा पनि रुनुहुन्थ्यो, तर म कसैको अगाडि रोइनँ। त्यो अन्धकार रात रुँदै कसरी कट्यो थाहा नै भएन। त्यसैले मेहनतले मात्र होइन, भाग्यले पनि हुनुपर्दो रहेछ भने मैले त्यो बेला महसुस गरेँ जब मेरो मेहनतमा कुनै कमी थिएन। दिन रात नभनी मैले त्यत्रो मेहनत गरेँ, तर म लास्टमा असफल भएँ।